हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ हो नेक्स्ट डे अनि हामी चाहिँ छौँ अहिले कालिम्पोङमा। अनि अब चाहिँ हामीले केबल कार चढ्न जाँदैछौँ। अनि आज चाहिँ एकदम तातो लगाएको, एकदम जाडो छ। यहाँ सबजना रेडी हुँदैछ, हतार हतार पनि भइसक्यो। अब चाहिँ जान्छौँ। मेरो ओटिडी काम देख्नु पायो। यो चाहिँ कालिम्पोङको मर्निङ भ्यू। बल्ल घाम लाग्यो। हामी चाहिँ जाँदैछौँ केबल कारमा। केबल कार चढ्न जाँदैछौँ अब। One, two, three, go. हल्का उता जाऊ त दिकमा आयो। उता देखाऊ, हिमालमा पहाडमा देखाऊ भनेको। केबल कारको टिकट केबल कार कुर्दैछौँ सबैजना। आउँदैन त अघिदेखि त्यहाँ देखेको। बाबु बाबु निस्के केबल कारबाट मजा आयो है। ओइ भ्यू, कति दामी भ्यू देखाउँछु। दामी कस्तो गहिरो पुरै हिमाल हिमाल भन्नु आकाश अनि यो पुरी भिलेज। कस्तो दामी हो। सकिँदैन भने फेरि त्यहाँ एकछिन बस्नु। हामी चाहिँ मन्दिर यहाँ बाहिरबाट ढोकेर बस्दैछौँ। भ्यू दामी हो। होटल आयौँ। अब त जान्छौँ, चिया खान्छौँ अनि त्यसपछि साइलुङ जान्छौँ। ढिला भयो केबल कार ढिला हुन्छ। यहाँ जाउँ, यही त हो नि। ल चाहिँ हामी बसेको होटेल हो। चिया खान जान्छौँ अब। अब चाहिँ कालिम्पोङबाट फर्किँदैछौँ गाडीमा।
हामीहरू चाहिँ सैलुङ पुग्यौँ गाडीबाट झऱ्यो अब यहाँबाट चाहिँ हिँड्छौँ यहाँबाट हिँडेर माथि डाँडामा जानुपर्छ हाइकिङ जाम अब चाहिँ खतरा धुलो है कति धेरै मान्छेको डाँडाभरि मान्छे हुन्छ जस्तो छ कि प्लिज चाहिँ हामी यहाँबाट हिँड्छौँ अहिले थकाइ लाग्यो कति हिँड्नु छ यहाँ त हिँड्दै भिडियो बनाउँदै हिँड्दै सानसानो हामीलाई छोडेर माथि पुगिसक्यो हामी चाहिँ हिँडिरहेको छु यहाँ चाहिँ भर्याङ रहेछ त्यस्तो गाह्रो हुन्न मेरो भ्लग खिच्ने उच्चा खिचेर होइन ल बोल्दै गर हेलो साथीहरू माई गॉड मेरो कपडा कस्तो चिपिक्क देखेछ यसरी यो हेड समाउ न अब चाहिँ बिन्दा ढिन्छ पूजाको जस्तो देख्यो गाइस के अरे मिनी ग्रेट वाल अफ इन्डियामा चढिरहेको छौँ हामी भगवान् त भिडियो सुट भइरहेछ कि जान दिँदैन तपाईँहरूलाई म ब्याक भ्यू देखाऊँ भनेको मलाई क्यामेरा पल्टाउनु आएन साथीहरू यहाँदेखि त्यो कहाँ गयो त्यो पनि भर्याङ यति भर्याङ चाहिँ हामी चढेर आइसक्यौँ ग्रेट वाल मिनी ग्रेट वाल रे नेपालको चाइनाको होइन नि फेरि गाइस हामी चाहिँ आधाको आधा नि आएन यो भरि भर्याङ छ र हामी यहाँ पुग्नुपर्छ यहाँ आधाको आधा पनि चढ्नु होइन सबैजना छोडेर गइसक्यो हरेक भर्याङ पछि उसलाई भिडियो बनाउनु पर्छ मलाई थाकिसक्यो भ्लग बनाउनु भिडियो बनाउनु ल म यसको भिडियो यही बनाइदिन्छु यहीबाट कार्टुन यही कार्टुन ल सिनेमेटिक बनाइदिन्छु यहाँबाट चाहिँ महादेव गुफा चाहिँ हामी सैलुङतिर जाँदैछौँ यति हातमा यति धेरै लुगा बोकेर गर्मी भयो जाडो हुन्छ भनेर बोकेको थियो जङ्गल खालसम्म बाटो चाहिँ यस्तो छ साथीहरू यही रहेछ सैलुङ यो भन्दा अब जुन डाँडा चढे नै भयो जुन डाँडा चढे नै हुन्छ जस्तो लाग्यो एक्सपेक्टेसन भर्सेस रियालिटी तर होइन ऊ त्यहाँ माथि पुग्यो भने चाहिँ दामी देखिन्छ होला अनि अन्त हरियो छैन नि त त्यही भएर कन छ म तल हेर्नु कि यहाँ हेर्नु मेरो ड्रेसभन्दा बढी त हेयर स्टाइल चेन्ज भइसक्यो होला यो ब्लगभरि आँखा देख्दिनँ हौ म त कहाँ जस्तो खोइ यही छु बिचमा ल अब हामी चाहिँ बिस्तारै माथि जान्छौँ कस्तो रहेछ देखाउँछौँ
गाइस हामीले आधा घन्टा भनेर आएको फुल हाइकिङ भएछ मैले 348 भन्नु जति 4 भने है त्यहाँ पुग्न चाहिँ आधा घन्टा लाग्छ अहिले चाहिँ हाम्रो हैन 36 भयो देख्नु पर्यो के देख्नु हैन हामीले चाहिँ उ गरे के उसले ठ्याक्क 2:38 भएको थियो त्यहाँ उसले चाहिँ 3:38 मा हामी त्यहाँ पुग्छ भनेको म चाहिँ ठ्याक्क 4 बजे पुग्छु भन्ने थियो कि अब अहिले चाहिँ गुम्बा चाहिँ देखिसक्यो यहाँबाट तर ए मैले अघि नै एक्सपेक्टेसन भर्सेस रियालिटी भन्नु थियो होइन रहेछ माथि गएपछि दामी नै छ हेर्छु है त माथि गएपछि गाइस दामी रहेछ दामी 100 वटा डाँडा यहाँ कतिवटा छ हामी चाहिँ त्यो टावर जस्तो देखिरहेको जान्छ गाइस भ्यू वाउ you wow फाइनली पुग्यो सैलुनको टपमा यहाँबाट चाहिँ दामी रहेछ है अलि माथि गएर भ्यू देखाउँछु हावा चाहिँ खतरा आउँदो रहेछ यहाँ खै को टपमा डाँडा देखाउँछु भने एउटा डाँडै देख्दै चिलमा बियर यहाँबाट चाहिँ डाँडाहरू यही हो ल अब त्यो भ्यू टावर चढ्न जाउँ भ्यू टावर खतरा ब्याक कस्तो अब लास्ट चिसो रहेछ कपाल उडाएर टाउको नै झर्ना थियो अब चाहिँ हामीहरू झर्दैछौँ तल अनि अब चाहिँ तल झर्छौँ खाना पनि खाँदैन अलिक 4 बजी तर रमाइलो रहेछ है ठाउँ चाहिँ अब चाहिँ तल झरेपछि देखाउँछौँ स्तूपा अघि चाहिँ को त्यो भ्यू टावर त्यहाँ खत्रै अब लाग्थ्यो चाहिँ स्तूपा अब चाहिँ हिमालतिर फोटो खिच्न जानु पर्ला यहाँतिर अब चाहिँ दामी लाग्यो गाइस मलाई त डाँडाहरू भन्दा पनि यहाँ दामी लाग्यो आकाशहरू है हामी चाहिँ झऱ्यौँ पुरै तल्लै पुगिसक्यो अब ग्रेट वाल झर्न बाँकी छ झर्न चाहिँ 33 यहाँ चाहिँ 33 मिनट अब अझै 10-15 मिनट अनि तल पुग्छ चढ्नु त कति धेरै टाइम लाग्यो 1 घन्टा टाइम लाग्यो चढ्नु चाहिँ 238 मा चढेको 3:45-50 सम्म पुगेको थियो अनि 4:05 मा त हामी तलै झर्छौँ यो चाहिँ 1 घन्टा 10 मिनट जस्तो लाग्यो यहाँ झर्न चाहिँ पास दामी लास्ट चिसो हुँदो रहेछ दिउँसो 12 बजीदेखि 2 बजीसम्म माथि गयो भने चाहिँ रमाइलो त्यसपछि त हावा आएर ओहो अब चाहिँ हामीहरू तल झर्दैछौँ अनि त्यसपछि खाना खाने बल्ल 5 बजे खाना खाने अनि त्यसपछि घर जाने कस्तो लाग्यो त टुर 2 दिनको रमाइलो लाग्यो साथीहरू तर चिसोले एकदमै गाह्रो भयो डाइरिया भयो भन्नु ग्यास्ट्रिकको पेसेन्ट हात त पुरा जमेको खबर त्यहाँ माथि त त मेरो ड्याडी हो कि क्या किन ल अब चाहिँ हामीहरू तल पुगेर आउँछौँ
खाना खाने बेला भेटौँला ग्रेट वालमा पनि भेटौँला फेरि सनसेट माथिको भ्यू ग्रेट वाल अफ चाइना अब चाहिँ हामी जाँदैछौँ फाइनली गाडीमा आयौँ अब चाहिँ चढ्छौँ अनि खाना खान जान्छौँ 5 बज्न लागेको छ अहिले अब उता जाने हो बस्यो र कोही बसेको छैन त ए सबजना रहेछ दाइ हामी चाहिँ खाजा खाएर पनि अब चाहिँ गाडी चढेको घर जानलाई खाएको चाहिँ खाना खाएको चाहिँ खिच्न बिर्छ अब जान्छौँ हामीहरू चाहिँ घर आउँदा अहिले 11:30 भइरहेछ रातिको मेरो चाहिँ कालिम्पोङ सैलुनको भ्लग यति नै थियो हामी चाहिँ घर आइसक्यौँ म चाहिँ मेरो भ्लग इन गर्न चाहेँ थ्याङ्क्स फर वाचिङ बाई